आज चाहिँ छुट्टीको दिन बाहिर निस्किन लाग्यो बजारतिर। सबैजना चाहिँ रेडी भएर बसिसक्यो। मलाई चाहिँ बाबुले आउनु भन्दै थियो, तर बस्ने ठाउँ छैन। कहाँ बस्ने भन्दा चाहिँ डिक्कीमा तेल हाल्ने ठाउँमा बस्ने, मेरो त्यही ठाउँ हुन्छ भने अब बस्ने। हामी चाहिँ टुटुटु गर्दै चाहिँ हिँड्यौँ। ऊ चाहिँ खुब खुसी भइरहेछ। बाहिर जाने भनेपछि त्यो मन चङ्गा भइहाल्छ त्यसको। अनि हामी चाहिँ सबैजना सर उयो यसको खाप्चो कस्तो बनाइरहेछ है, खुसी छ। अनि यो चाहिँ कोलपुरको कृषि हाट बजार हो। यहाँ चाहिँ हामी अब यो बर्खा खेतीको लागि बिउ लिनको लागि गएको यो एग्रोभेटमा। यहाँ चाहिँ ठिकै पाउँछ, हामी सधैँ यहीँबाट लिने। अनि मेरो छोरीको चाहिँ साथीहरू भेट्यो, उसको साथीको पसल छ यहाँ। ऊ चाहिँ साथी हो, उनीहरू पहिलासँग एउटै सेक्सनमा थिए, अहिले चाहिँ सेक्सन चेन्ज भएको छ। अनि साथीहरू चाहिँ भेटेँ। अनि कहिले भेट हुन्छ तिमीहरूको भन्दा टिफिनमा भन्दैछन्। साथीहरूसँग गफसफ गर्दैछन्। उसको साथी चाहिँ खोजिरहेको होला, उसको पनि छ एउटा साथी। अनि बच्चा पार्टीहरू चाहिँ गफ गर्दैछन्। टिफिनमा भेट हुन्छ भन्दैछ नानीले चाहिँ। अर्को आयो उनीहरू, उसको चाहिँ ऊ साथीको भाइ हो, कहाँ पानीमा भिजेर आइरहेछ। अनि हामी चाहिँ यो चाहिँ भेटनेरीमा गयौँ। यहाँ चाहिँ हामीले तरकारीको बिउहरू किन्यौँ, मकैहरू तरकारीको बिउहरू चाहिँ किन्यौँ। त्यसपछि चाहिँ हामी यहाँ चाहिँ जोग्दै हुनुहुन्छ उहाँले। तरकारी किन्छौँ चाहिँ हामीले फलफुल खाने केटाकेटीले भनेर फलफुल चाहिँ लिन गएको। आँप लिन गएको। खासै आँप चाहिँ त्यति कतिलो चाहिँ थिएन। अनि यो चाहिँ तरकारी के अरे तरकारी प्लस फलफुल हो मन्डी। यहाँ चाहिँ यो तरकारीले चाहिँ राम्रो व्यवस्थापन गरेको छ, फलफुलको चाहिँ व्यवस्थापन चाहिँ राम्रो छैन। बाहिरै त्यत्तिकै घाममा पानीमा यस्तो छाताहरू ओढेर चाहिँ तरकारी बेच्नुहुन्छ। चाहिँ नगरपालिकाले छिटोभन्दा छिटो उहाँहरूको चाहिँ व्यवस्थापन गरेको भए राम्रो हुन्थ्यो। बच्चा पार्टीहरू पनि घुमेर आए, कताबाट आए खै घुमेर साइकलमा लागिहाल्यो। फेरि उहाँले चाहिँ चलाऊ जे मन लाग्छ त्यही चलाऊ भन्दै हुनुहुन्छ त्यो अङ्कलले। अब केटाकेटीहरू हामी चाहिँ फर्किन लाग्यो। हाम्रो बाबुले चाहिँ ऊ आइसक्रिम खाने जिद्दी गरिहाल्यो। आइसक्रिम खुवायो कि खोक्न सुरु गरिहाल्छ। हामीले चाहिँ आइसक्रिम नखुवाउने भनेर चाहिँ उसलाई हिँडालेको। अनि यो सरको साथीले चाहिँ मलाई पिट्यो भनेर कुरा लाउँदैछ। उनीहरू चाहिँ भेट भयो कि पिटापिट कुटापिट सुरु भइहालेछ। मलाई चाहिँ यो साथीले पिट्छ, मैले पिट्छु नि, किन नपिट्ने, पिट्छु भन्दैछु। उता डन चाहिँ आएको, उसको आफ्नो ठाउँ हो नि त यो। अनि उनीहरू चाहिँ हामीले आइसक्रिम नखुवाउने भनेपछि गन्नाको जुस खाने भने। अब गन्नाको जुस खान थालिन् छोरीले, बाबुले। गन्नाको जुस बरु आइसक्रिमभन्दा स्वस्थकर लाग्यो। अनि उसले चाहिँ म अर्को पनि खान्छु भन्दैछ। अब खाँदैछ, तर उसलाई अर्को पनि खाने भन्ने डिमान्ड छ। बच्चा बच्चीलाई गन्नाको जुस खायौँ र हामी गन्नाको जुस खाएपछि चाहिँ घर आयौँ।